नमस्कार साथीहरू। विशेष गरेर अहिले नेपालको यो जेन्जी आन्दोलन पछाडि बनेको जुन अन्तरिम सरकार छ, जुन सरकारमा विभिन्न मन्त्रीहरू हुनुहुन्छ, जसमध्ये पनि डाक्टर महावीर पनि शिक्षा मन्त्री हुनुहुन्छ। उहाँको जुन जिम्मेवारी, उहाँले गर्नुभएको काम, उहाँको सादा जीवन उच्च विचार, उहाँले लिनुभएको जुन प्रेरणा छ, यो चाहिँ हाम्रो लागि एकदमै मर्मस्पर्शी छ। उहाँ कर्ममा विश्वास गर्नुहुने र उहाँप्रति हामी सम्पूर्ण सचेत नेपालीहरू एकदम नमन गर्न चाहन्छौँ हैन। हाम्रो हार्दिकताका साथ उहाँलाई सम्मान गर्न चाहन्छौँ। हामीले वास्तवमा यस्तै साधारण जनताको सेवक, हामी सबै काम गर्ने खालको नेता, नेतृत्वकर्ता हामीले खोजेका हौँ। यो कुरा चाहिँ हामीले उहाँबाट अहिले पाइरहेको अनुभूति गरेका छौँ। यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न अनुरोध गर्छु। धन्यवाद।